पोखरा रङ्गशालाको मल्टिपर्पज कन्ट्रोल हलबाट प्रत्यक्ष प्रसारणमा छौँ। तपाईँ पिएसएन प्याराडाइम स्पोर्ट्स नेटवर्कबाट प्रत्यक्ष प्रसारण हेरिराख्नु भएको छ। आजको पहिलो दिनको खेलमा विभागीय टोली एपिएफलाई इरानको टोलीले पराजित गर्यो र दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले इन्डियाको टोलीसँग प्रतिस्पर्धा गर्दैछ। मसँग नेपाल पुलिस क्लबका हेड कोच चन्द्रकुमार हुनुहुन्छ र आज उहाँसँग म कस्तो छ उहाँहरूको तयारी र कसरी खेल्दै हुनुहुन्छ भन्ने विषयमा कुराकानी गर्नेछु। स्वागत छ यहाँलाई। धन्यवाद सर। कसरी खेल्दै हुनुहुन्छ, के रणनीति छ? आज इन्डियाको टोली बलियो टोलीहरूसँग खेल्दै हुनुहुन्छ। अब हाम्रो यो लायन्स क्लबको चाहिँ हाम्रो फर्स्ट म्याच हो आजको, होइन। यसमा चाहिँ अब इन्डियन टोली छ, उनीहरूको खेल हामीले बुझ्न सकेको छैनौँ। अब खेलमा नै थाहा हुनेछ अहिले कुरा। उनीहरूको योभन्दा अगाडि त्यति साह्रो हामीले नदेखेको टिम हो यो, अहिले चाहिँ नयाँ नयाँ देखिरहेको छ। त्यो कारणले गर्दा पनि अब यसै हुन्छ भन्न चाहिँ सकिँदैन अहिले चाहिँ। भर्खरै मात्रै योभन्दा अगाडि टाइगर कपमा तपाईँहरूले उपाधि जितेर जानुभएको थियो पुलिस क्लबले। अब फेरि पोखरामा खेल्दै हुनुहुन्छ। के छ तपाईँहरूको योजना, परिवर्तन के छ? टिममा कस्तो खेलाडीहरू हुनुहुन्छ? हाम्रो योजना त सबैको जित्ने नै हुन्छ, होइन। अब टाइगर कप नि जितेको हो, अहिले पनि अब हेरौँ। अब अहिले चाहिँ टाइगर कपकै लेभलकै प्लेयरहरू पनि, अरू इरानको पनि अझ स्ट्रङ टिमहरू पनि छ, होइन। त्यो कारणले गर्दा पनि हेरौँ कहाँसम्म यात्रा, अब कतिसम्म पुग्छ भन्ने कुरा चाहिँ अब हेरौँ। यही गेमले देखिन्छ अब चाहिँ। पहिलो संस्करणमा खेल्दै हुनुहुन्छ। कतिको महत्त्वपूर्ण छ यो टुर्नामेन्ट? महत्त्वपूर्ण नै छ हाम्रो लागि, किनकि अब लिगमा 3 टिम हुन्छ, 2 टिम जाने, 1 टिम आउट नै हुनुपर्छ, होइन। त्यो कारणले पनि प्रत्येक गेम हामीलाई इम्पोर्टेन्ट छ अहिलेको लागि चाहिँ। टुर्नामेन्टमा तपाईँले बलियो टोली कसैलाई आँकिराख्नु भएको छ, कसलाई आँकिराख्नु भएको छ? अब यस्तो अहिलेको 6 टिम हेर्दाखेरि चाहिँ सबै टप टिम छ। अहिले नै यो बलियो यो कमजोर भन्न सक्ने अवस्था चाहिँ छैन अहिले चाहिँ। एउटा विभागीय टोली भइरहेको हिसाबले कतिको दबाब छ तपाईँहरूले यो टुर्नामेन्टमा राम्रो प्रदर्शन गर्न? अझ भनौँ अलिकति बलियो टोली भनेर पनि हेरिन्छ पुलिसलाई अहिले पछिल्लो समय। यस्तो हामीले चाहिँ अस्ति योभन्दा अगाडिको टुर्नामेन्ट भने लगातार जित हासिल गर्दा चाहिँ अब सबैले नै राम्रो छ भन्ने भयो थियो। तर अस्तिको यो मणिमुकुन्दको गेममा चाहिँ हाम्रो अब इरानी टोली अथवा गलकोटले लिएको प्लेयरसँग हामी अब हार बेहोर्नु पर्दाखेरि चाहिँ केही खस्किएको हो कि भन्ने एउटा फिल चाहिँ अब दर्शकले पनि त्यस्तै गर्नुभयो। तर अब हेरौँ, अहिलेलाई अब सुधारेर जाने सोच छ। अब हेरौँ गेममा के हुन्छ। आजको खेलमा तपाईँले महत्त्वपूर्ण खेलाडी को हेरिराख्नु भएको छ तपाईँको टिमबाट? हाम्रो महत्त्वपूर्ण समग्रमा सबैको एउटै स्तरको गेम छ। अब भन्नुपर्दा चाहिँ रबिन्सनकै अब यसो प्रभावले गर्दा यसो अब गेम राम्रो हुन्छ कि भन्ने हाम्रो सोच। थ्याङ्क यू, बेस्ट अफ लक। हस्, थ्याङ्क यू। दर्शकबिन हामी एकैछिनपछि यो प्रत्यक्ष प्रसारण लिएर आउनेछौँ। विभागीय टोलीले खेल्दैछ इन्डियाको टिमसँग र त्यो प्रत्यक्ष प्रसारण हेर्दै गर्नुहोला, पिएसएन हेर्दै गर्नुहोला। हामी केही छिनमा प्रत्यक्ष प्रसारण लिएर आउनेछौँ तपाईँहरूसँग।